त्यसको केको बारेमा छलफल गर्नु ल हामीहरू गाइस केको बारेमा छलफल हामी गाइस अब एउटा केको बारेमा छलफल गरिरहेका छौँ अब खास के कुराको बारेमा छलफल गर्दा राम्रो हुन्छ हामीहरू एक्चुअली चाहिँ हामीहरू आज के हामीहरू ट्रिपको लागि आएको होइन हामी त्यसो भने हाम्रो ट्रिपको बारेमा चाहिँ छलफल काठमाडौँदेखि कस्तो भएर अनि हाम्रो बाटोमा चाहिँ बस कस्तो थियो अनि साथी कतिजना छौँ यसको बारेमा छलफल गरौँ न फाइनली ल लोकेसनदेखि सुरु गरौँ कि नै भनौँ तिमी सिक्किमदेखि सुरु हो फाइनल कस्तो भयो भने हाम्रो चाहिँ एकदिन अगाडि नै साथीहरू त्यसमा चाहिँ अब कहाँ घुम्न जाने भनेर चाहिँ छलफल भइरहेको थियो अनि त्यसै क्रममा चाहिँ फेरि फर्केर चिप्लाङ भन्ने एउटा ठाउँको नाम चाहिँ थाहा पाएको थियो अनि त्यही ठाउँको नाम याद गरेर चाहिँ कस्तो रहेछ नि हामीले पाठ्यक्रमको आधारमा मात्रै पढेर पनि भयो अनि त्यो ठाउँमा गएर चाहिँ त्यो ठाउँ कस्तो छ भनेर त्यो ठाउँमा अध्ययन गरौँ भन्ने सोच आएर त्यस बारेमा चाहिँ आयौँ मेरो चाहिँ पोइन्ट अफ भ्यू चाहिँ यस्तो लाग्छ अनि लोकेसन तिम्रो चाहिँ कस्तो लाग्छ नि तिम्रो विचारमा कस्तो लाग्छ तिम्रो विचार पनि केही भनौँ मलाई पनि एकदमै सधैँ रुममा बिजी भएर हुँदाखेरि त अब जहिले किताब हेर्दा त बोर लाग्छ नि त होइन एउटै रुममा बस्छ अनि किताब हेरेर सबै गर्दाखेरि अलिक फिजिकलमा आँखाहरूमा धेरै समस्या पर्छ सो त्यसले अब घुम्ने मात्र पनि भएन खास यस्तो पनि राम्रो है तर कस्तो भन्दा चाहिँ अब हामी चाहिँ अब त्यति धेरै गाउँ बस्तीदेखि आएको एक्कासी सहर सिक्दाखेरि चाहिँ अब गाह्रो हुँदो रहेछ नि 24 घन्टा त्यो मोबाइल एउटा बन्द कोठामा चाहिँ बस्नु र एउटा जेल हो कि हामी जेल जस्तै हुँदो रहेछ है काठमाडौँ भनेको हामीलाई कुन सोचाइले चाहिँ काठमाडौँ आएको थियौँ र अहिले कुन सोचाइ भोगिरहेछौँ कि त्यो परिस्थिति अब कठिन चाहिँ हुने रहेछ त्यो भएर अब आफ्नो साथीहरूसँग चाहिँ घुलमिल गर्नुपर्छ कुनै पनि प्राकृतिकको सुन्दरता कस्तो छ भने त्यसलाई आफ्नो नजिकको आँखाबाट निहाल्नुपर्छ त्यो धेरै राम्रो हो हामी चितवन पुगिसकेको छौँ तर चितवन पुगेर हामी घुम्ने ठाउँ चाहिँ पत्ता लागेको छ तर यो गुगलको भरमा आएको हामी गुगलको भरमा आएको यहाँ आएर कहाँ जाने के प्लान छैन कक्षा 11मा भएको थियो नि त्यो फेरि फर्केला भन्ने त्यो पाठ पढ्दा मनोवैज्ञानिक घुममा थियो क्या त्यो पाठ पढ्दाखेरि त्यो ठाउँ कस्तो भन्ने चाहिँ जिज्ञासा हाम्रो मनमा धेरै थियो क्या जिज्ञासा मेटाउने सोचाइले आएको थियो सोचेको भन्दा अलिक फरकै पायौँ क्या त्यही भएर कस्तो मन खिन्न भएर आउनु त रहेछ आफूले चाहिँ चाहेको कुरा चाहिँ नपाउँदाखेरि कस्तो हुन्छ भन्ने चाहिँ अहिले आफ्नै अगाडि नै चाहिँ सामु छ अब के गर्ने जसरी भए पनि आफैले चाहिँ सहनुपर्छ जस्तो परिस्थितिमा पनि आफैलाई अगाडि बढाउनुपर्छ त्यो चाहिँ आफ्नो सन्तुष्टि चाहिँ सबैभन्दा ठुलो कुरा भनेर आफ्नो सन्तुष्टि हो त्यही भएर जस्तो परिस्थितिमा जस्तो कन्डिसनमा सबै आफ्नो सन्तुष्टि हुनुपर्छ है सबै ठाउँमा आफ्नो भौगोलिक रूपमा चाहिँ सुन्दरता छ राम्रो छ भन्न सक्दैनौँ राम्रो छ तर हामीले चाहिँ सोचेको जस्तो चाहिँ छैन त्यही हामीले अलिक दुःख लाग्यो त्यति हो सानीको कमी त्यही हो एक्चुअली हामीले अहिले जुन क्लास 11 पढ्दाखेरि चाहिँ नेपाली विषयमा चाहिँ हाम्रो त्यो एउटा त्यो फेरि फर्केला भन्ने एउटा च्याप्टर निबन्ध टाइपको थियो होइन अनि निबन्ध होइन मनोवैज्ञानिक भन्छ त्यसलाई मनोवैज्ञानिक निबन्ध समथिङ त्यस्तै अब एउटा पार्ट थियो एउटा कोर्स थियो अनि त्यसमा हामीले पढेअनुसार चाहिँ त्यहाँ अब जुन भित्रमा सानीहरू यस्तो समथिङ नाम गरेको त्यहाँ प्राकृतिक चाहिँ पात्रहरू थियो अब उनीहरूको चाहिँ त्यो घटना अनि यो चितलाङ भन्ने ठाउँमा थियो कि अनि हामीले पढ्दाखेरि त्यसको बारेमा सुनेको थियौँ अनि त्यो सायद त्यो अब त्यो जुन हामीले पढेको त्यो अब मन पनि कथा त धेरै पुरानो हो तर अहिले कस्तो छ भने मोडर्नाइजेसनमा चाहिँ कस्तो त अनि तर हामीले अहिले यसो ट्रिप गर्दाखेरि अब ठ्याक्क अब काजन सोच गरेको थियो तर अब जाउँ त चितलाङ कस्तो रहेछ अब त्यो हामीले अब पढेको जुन एजुकेसन पनि त्यहाँ अब काम लागिहाल्छ भनेर आएको थियो अब जुन हामीले पढे अनुसार अहिले पछि अहिले